लगेर है यसको तिमीहरू फिनिसिङ त्यहीँ हुन्छ है। यहाँबाट गएर त्यहाँ गइसकेपछि 6 राउन्ड बाँकी है, 6 राउन्ड बाँकी हुन्छ। फिनिसिङमा त्यहाँ हुन्छ, त्यहाँ पनि भनिदिन्छ, हरेक ल्याब भनिदिन्छु। त्यो गर्ने सबैले आफ्नो बेस्ट टाइम दिने है। ल आज चाहिँ यहाँ हाम्रो ग्राउन्डमा सबैले जो 6:20 भित्र छिर्नु पर्यो सबैजना। मिनिमम एकदम लास्ट उनीले अगाडि त त्योभन्दा कतिमा छिर्छ कतिमा। ओके रेडी। यो चाहिँ सुरु भयो। अब हाम्रो यो चाहिँ 3 जना योर्स, ग्याट्स अनि त्यसपछि ब्राभो को भाइहरू चाहिँ कम्बाइन टेस्ट गरिरहेछ। यो चाहिँ 2K। यो फाइनलिस्ट बाबुहरूको चाहिँ यो टेस्ट हो। यो फाइनलिस्ट बाबुहरू जुन ग्याट्सबाट छ, ब्राभोबाट छ र योर्सबाट छ। यो कम्बाइन्ड वेमा गरिरहेछ। यहाँ ग्याट्सको बाबुहरू पनि देखिराख्नु भएको छ, ब्राभोको बाबु छ त्यहाँ। यहाँ पनि दौडिरहेछ कि। यो चाहिँ एउटा ग्रुप अनि अर्को ग्रुप, सेकेन्ड ग्रुप पनि फेरि एकछिनमा हुन्छ है। बिस्तारै बिस्तारै अब 6 ल्याप हाम्रो चाहिँ यो 300 मिटरको छ। त्यही भएर पनि 6.5 ल्याप भनौँ न। त्यहाँबाट अघि यहाँबाट सुरु गरेको हो भने यस्तरी गरेर राउन्ड गरेर चाहिँ हाम्रो चाहिँ मेरो यो राइट साइडमा चाहिँ उस हुन्छ, फिनिसिङ हुन्छ। छ है। अब फिनिसिङ चाहिँ यहाँ हुन्छ। अब 5 राउन्ड बाँकी छ अब। सरी हामी त कतिमा गर्दो रहेछ बाबुहरूले चाहिँ। राम्रो छ भाइहरू चाहिँ, ब्राभोको भाइहरू पनि राम्रो छ, ग्याट्सको भाइहरू पनि राम्रो छ, योर्सको पनि राम्रै छ, हाम्रो पनि राम्रै छ केटाहरू है। हेर है त कति हो कुद्दो रहेछ। एकअर्कासँग यसरी चाहिँ कम्बाइन्ड वेमा गर्दा चाहिँ एउटा तरिका चाहिँ, एउटा चाहिँ के फाइदा भयो भने चाहिँ आफ्नो आफू त कम्पिटिसन भइहाल्छ, आफ्नै ट्रेनिङ सेन्टरभित्र त कम्पिटिसन भइहाल्छ। अरू ट्रेनिङ सेन्टरसँग पनि, अरू ट्रेनिङ सेन्टरको भाइहरूसँग पनि कम्पिटिसन गर्दा रहेछ थाहा हुन्छ आफ्नो चाहिँ होइन। कतिमा दौडिनु पर्दो रहेछ, कसरी दौडिनु पर्दो रहेछ, पेस मेन्टेन कसरी गर्नु पर्दो रहेछ है, त्यो सबै थाहा हुन्छ। त्यो भएर चाहिँ यसरी चाहिँ हामीले कम्बाइन्ड वेमा गरेको हौँ। कम्बाइन्ड 3टा वर्षपछि हामी गर्छौँ। यो लगातार हाम्रो चाहिँ 4औं वर्ष हो यो हामीले कम्बाइन्ड टेस्ट गरेको अरू ट्रेनिङ सेन्टरहरूसँग मिलेर। र यो हाम्रो आफ्नै ट्रेनिङ ग्राउन्ड हो है। यसमा चाहिँ 300 मिटर छ भने यो 2K को लागि चाहिँ 6.5 राउन्ड चाहिँ लगाउनुपर्छ यहाँ चाहिँ है त। गइरहेछ बाबुले तानिरहेछ, खिचिरहेछ। फर्स्ट म्यान अलि नै फर्स्ट म्यानै छ, ब्राभोको फर्स्ट म्यान छ, सेकेन्डमा योर्सको छ अहिलेसम्म, थर्ड म्यान योर्सको छ, फोर्थ म्यान फेरि ग्याट्सको भाइ छ, फिफ्थ म्यान योर्सको रहेछ, अनि सिक्स्थ म्यान ग्याट्सको रहेछ, 7th पनि ग्याट्सको रहेछ, 8 र 9 पनि फेरि योर्सको रहेछ है त अहिलेसम्मको। फेरि आउँदैछ। अब चाहिँ बिस्तारै स्पिड बढाउनु पर्छ यिनीहरूले है। अब 3 राउन्ड बाँकी रहेछ है। यो अमृत के हो यार, इमे अलि जा न, कोसिस गर्न केटा। 3 राउन्ड बाँकी छ। अब बिस्तारै कभर गर्दै जान्छ केटाहरूले। स्ट्यामिना भएको केटाहरूले चाहिँ मजाले कभर गर्दै जान्छ है त। ल 3 राउन्ड बाँकी हुँदाखेरि चाहिँ अब चाहिँ फेरि पहिला चाहिँ ब्राभो आएछ, फेरि ग्याट्स आएछ, थर्डमा फेरि हाम्रो योर्सको थर्ड र फोर्थमा चाहिँ योर्स आएछ है त। बिस्तारै तान्दै गर्छ है। ओइमे हेर्दा पछाडि भयो धेरै है त। अहिले फेरि अब 2 राउन्ड बाँकी है।
2 रन बाँकी के भयो हाकुलाई के भयो 2 रन बाँकी छ 2 रन हुँदाखेरि चाहिँ फर्स्टमा ब्राभो नै छ सेकेन्डमा योर्स छ फेरि थर्डमा फेरि योर्स आएको छ कम्पिटिसन भइरहेछ है त राम्रो कम्पिटिसन भइरहेछ है त होइन यहाँ चाहिँ लास्ट हुन्छ अब सुजित अगाडि बढ लास्ट राउन्ड छ लास्ट राउन्डमा चाहिँ फेरि अब कसरी तान्छ केटाहरूले है त लास्ट राउन्ड ल जा है लास्ट राउन्ड हुँदैछ अहिलेसम्म तान्दैछ ल सही हो यहाँ देखिन्छ क्या स्टामिना शाबास सुजित शाबास लास्ट राउन्ड है ल है त फर्स्टमा आज ब्राभोको आएर रहेछ ब्राभोको बाहिर सेकेन्डमा ल फेरि फोर्थमा योर्स फेरि फिफ्थमा फेरि हाम्रो ग्याट्सको बाहिर रहेछ आयो त ल सब तान्दैछ इमेज लास्टमा 651 मा चाहिँ आइपुगेछ है त ओके ठिक छ हैन ल रेस्ट टाइम दिने है ल रेडी यो चाहिँ सेकेन्ड ग्रुप हो है त यसमा पनि हाम्रो तीनटैको कम्बाइन गरेर रहेछ ब्राभोको ग्याट्सको अनि योर्सको है त यो चाहिँ सेकेन्ड ग्रुप हो त्यहाँ पुगेर चाहिँ 6 बाँकी हुन्छ है त सेकेन्ड ग्रुप पाँच रन बाँकी है अझै 5 रन बाँकी छ नंबर समृद्ध Ali Janis ठुलो छ
चार रन बाँकी अब है बिस्तारै बिस्तारै अमृत अली दासी अमृत कस्तो हात हल्लेको मेरो तीन बाँकी अब है त तीन बाँकी भयो है तीन बाँकी तीन रन अझै बाँकी छ है टक्कर टक्कर भइरहेछ यहाँ केटाहरुको ए तर मध्ये कसले कहिले जित्ने कसले कसले जित्ने भइरहेछ है त यही हो कम्पिटिसन भनेको हैन 2 लाख बाँकी अब 2 लाख बाँकी है त जा जा देव जा अब लास्ट राउन्ड है त अब यहाँ आएपछि अब लास्ट राउन्ड हुन्छ त यहाँ आएपछि लास्ट राउन्ड हुन्छ लास्ट राउन्ड फुल दे जेनिस फुल दे त्यतिकै ढिलो भइरहेछ तान अमृत तान खै त है इन्द्र छ त त्यहाँ फिनिसिङ आउनु 6-19 दुईजना 6-19 है त 21-22 है त 6-19 दुईजना 20 र 21 632 रोशन देव 638 शाबाश देव शाबाश 645 लास्ट को त ल ठीक छ ल राम्रो गरे केटाहरुले ल गुड ल पहिलाको भन्दा राम्रो भयो त केटाहरुको ल गुड रोशनले दियो आज